नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी कहिले फिर्ता गराउनुहुन्छ प्रधानमन्त्रीज्यू भन्ने प्रश्न थियो। प्रधानमन्त्रीज्यूले उत्तरको क्रममा के भन्नुभयो? नेपाल र भारतको खुल्ला सिमाना रहेको कुरा, 1950 का सन्धिका कुरा र अझै इस्ट इन्डिया कम्पनी नेपालमा आइसकेर इन्डियामा राज्य गरेर इन्डिया र नेपालमा चाहिँ जसरी बेलायतीसँग समेत युद्ध नेपालीले भोग्नु पर्यो, त्यो भोगेका कारण अन्तिममा अहिलेको भारतका नागरिकहरू मात्रै नभएर इस्ट इन्डियाले राजनीति गरिरहेका बेलायतीसँग सम्झौता गरेको परिस्थिति पनि नेपालसँग छ र त्यतिखेरका डकुमेन्टहरू पनि आज डकुमेन्टेसन भएका छन्। त्यतिखेर गरिएका हामीसँग 5-6 वटा नक्सा छन्, जसको कुरा बुद्धि बहादुर मलाई लाग्छ श्रेष्ठले आफ्नो सीमाविदको रूपमा उल्लेख गरेको पुस्तकमा समेत उल्लेख भएको छ। बेला बखतमा सम्मानित सर्वोच्च अदालतमा पेश भएका रिटहरूको सन्दर्भमा उल्लेख भएको छ र तिनीहरूमा पनि के भनिएको छ भन्दा नेपालका त्यतिखेर गाडिएका जङ्गे पिलरहरू कतिपय चाहिँ बाढी पहिरोका कारण पनि हराएका छन्, कतिपय उखेलिएका छन्, कतिपय समयक्रमको सँगसँगै तिनीहरूको अस्तित्व नासिएको छ। त्यो अवस्थामा कतिपय भूमिको विवाद चाहिँ एकतर्फी रूपमा नभई दुईतर्फी रूपमा गर्नुपर्छ र त्यो दुईतर्फी रूपमा गर्दा हामीले दाबी गरौँला परसम्म, भारतले दाबी गर्ला ओरसम्म, भारत भन्ला मेरो त्यहाँसम्म, हामी भन्ला हामी त्यहाँसम्म। त्यसको बारेमा त त्यो परिस्थितिमा त के हो भने उसको हाम्रो उसको जस्तो देखिने परिस्थिति भयो। त्यसका लागि बेलायतसँग भएका नक्सा र ती विधहरूलाई पनि राखेर कूटनैतिक रूपमा समाधान गर्नुपर्छ। त्यसैले मैले कूटनैतिक रूपमा नोट पठाएँ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो र अझै के भन्नुभयो भने कूटनैतिक नोटको जवाफ आइसकेको छ। अब थप भारतले कूटनैतिक रूपमा यसको समाधान गरौँ, दुवै पक्ष बसेर भनेको छ। कसको सिमाना कहाँसम्म हो त्यो सीमाङ्कन गर्नुपर्छ र सिमानाको विवाद समाधान गर्नुपर्छ। त्यसलाई बेलायतसम्म बोलाउनु पर्ने परिस्थिति भए पनि बोलाएर सीमाको क्रमको सन्दर्भमा टुङ्ग्याउनु पर्छ भन्ने स्टेटमेन्टको बिचको ठ्याक्कै 2टा वा 3टा वर्डलाई मात्रै झिकेर व्याख्या गरेर अतिरञ्जित गर्नु हुँदैन है हामीले। यो किनभने देशको कुरा छ, सिमानाको कुरा छ, भूगोलको कुरा छ, अन्तर्राष्ट्रिय सम्बन्धको कुरा छ, संयुक्त राष्ट्र सङ्घको हाम्रो सदस्यता हुँदा पेश गरेको हाम्रो टेरिटोरीको कुरा छ, नेपाल भारत भएको सन्धि सम्झौताको कुरा छ। त्यसो भएकाले यी सबै कुरालाई विचार गर्नुपर्छ है भन्ने सन्दर्भमा उठेको शब्दलाई हामीले नागरिक स्तरमा दिग्भ्रमित गर्नु हुँदैन। यहाँले त सत्ता पक्षको माननीय सांसद भएका कारण यसको बचाउ गर्नुहुन्छ, गर्नु पनि होला। त्यो किसिमले हामीले पनि यो सम्प्रेषण गरौँला। तर